होस् मुकोस मनैमा। ओ केटा, तिमीहरू गरिब र हामी धनीमा एउटै कुरा फरक छ बुझिस्? तिमीहरूले खाएर कोट्याउँदाखेरि नि दाँतबाट गुन्द्रुकको टुक्रा निस्किन्छ, अब हामीले खाएर कोट्याउँदाखेरि मासुको चौटा निस्किन्छ। यार ए मूर्ति के गरेर आयो? ओए हुलुरे, मैले यहाँ मासु खाएको देखेर तेरो यो अनुहार नपरेको छोरोले 2 लिटर थुक त निलिसक्यो ल। रोनाल्डो बच्चासँग जे पाइ त्यही बोल्ने, मुखबाट हात छिराएर फेरि तर कुनामा समातेर स्वाट तानेर मान्छे उल्टो बनाइदिन्छ अनि थाहा हुन्छ। है अनुहार नपरे हुलुर, तैँले भन्नु खोजे चाहिँ के हो? म खाली बोरा हो, तैँले हात हालेर स्वाट पानी बित्तिकै उल्टो हुनलाई हुन त यस्तासँग के कुरा गर्नु? दसैँदेखि अहिलेसम्म मासु देखाएको छैन होला। मासु कस्तो हुन्छ थाहा छ तँलाई? स्यालले छोडेको कुखुराको मासु खाएको होला, फुर्ती लाउँछ रहेछ। हुन त कुखुराकै मासु खाएको भन्ने के छ र? मरेको बिरालोको मासु खाएको पनि हुन सक्छ। मैले भन्दै थिएँ नि, यसले मासुको त अनुहारै देखाएको छैन भनेर। अब यस्तालाई चाहिँ कुन चाहिँ बिरालोको मासु कुन चाहिँ कुखुरा मासु के थाहा? पकाएको मासु बिरालोको हो कि कुखुराको कसरी थाहा हुन्छ त? अब अस्तिसम्म 4वटा बिरालो यतै घुमिरहेको देखेको थिएँ, अहिले 3टा मात्रै देख्छु। है अनुहार नपरे 2 पुस्ता, तिमीहरू यहाँ मासु भने कस्तो हुन्छ, यस्तो हुन्छ मासु भने बुझिस्? यहाँ तपाईँले यस्तो बालखाले देखाइ मासु खाने पर्खिनुहोस्। तपाईँलाई पनि म देखाइ मासु खान नसके कान काट्दिनेछु। ए मूर्ति, त कान काट्ने भइसक्यो? मेरो होइन, तपाईँको। बाउ छोरा ढिँडो खाना र खुट्टा धोएर आऊ। होइन के भन्छ यो? अब हात त धुनु जानिहालेको छौ नि त। अब दुनियाँ घुमेर फोरखुट्टा लिएर भान्सामा आउनु पनि त भएन नि त। नै म खान्न, सधैँ आलु र ढिँडो मात्र, मलाई मासु भात चाहिन्छ। अब अहिले भन्ने बित्तिकै तँलाई कहाँबाट ल्याउँछ मासु भात? अब भरे भोलि खाउँला क्या? नै मलाई अहिले नि चाहियो मासु भात। अनि यो कस्तो जिद्दी भन्छ? ढेँडो खान तुमलाई खानु पाकै छ त? बच्चालाई पनि मासु भात खुवाउन नसक्ने बाउको पदबाट राजीनामा देऊ। यस्ता पनि बाउ हुन्छन्? चाडबाड बाहेक भान्सामा मासु पाक्ने होइन? के छोरालाई कराइरहेको? मासु खाने भनेको चाडबाड मात्र हो नि। सधैँ मासु खानलाई त स्यालको जुन लिएर आउनु पर्यो नि त। अरू कुरा मलाई थाहा छैन। आज जसरी पनि छोरालाई मासु भात खुवाउनु पर्यो। बिचरा कति रहर गरिरहेको छ। भनेपछि तिमीहरू मासु नआइ नछोड्ने होइन त? तर मासु खानु राम्रो होइन नि फेरि। यो मैले भने होइन, शास्त्रमै लेखेको छ। मासु खानेको त दारा लामा लामा बाहिर निस्किया हुन्छ, नङ्ग्रा पनि बाहिर निस्किया हुन्छ लामा लामा। ल हेर त, कुकुरको दारा कस्तो निस्किया हुन्छ, बिरालोको नङ्ग्रा बाहिर निस्किया हुन्छ। तिम्रो कुकुर बिरालो हो? होइन भइरे के भयो त्यसलाई? किन बोकेको? कुखुराको मासु खाएर हड्डी घाँटीमा अड्काएछ, मर्नै लाग्यो, त्यसैले हस्पिटलतिर जान लाग्यो। हो र? यहाँ हेर नि त्यहाँ। कुखुराको मासु खानको परिणाम के हुँदो रहेछ थाहा भयो त? ल काका, यसको त सासै रोकेला जस्तो छ, म त लाग्यो। यति नाटक गरेपछि हेर केटा, गुरुर काकालाई पुग्यो। ल जाऊ, जाम अब हामी जाम यता। आफ्नै छोरालाई मासु खुवाउनु पर्छ भनेर यत्रो षड्यन्त्र? बल्ल मैले बाउलाई चिने। फेरि आउँदै गर्नु है।
मेरो घरबाट तँ मासु चोर्ने कहाँ छ तेरो बाउ तैँले मासु चोरेको चोर्नु नचोरे चाहिँ अलिक सस्तो खालको कुखुराको चोर्नु पर्दैन त्यति महँगो खसीको मासुको पैसा मैले कहाँबाट तिर्नु स्यालले त आँखा छलेर कुखुरा चोर्छ तँ मेरो आँखाको अगाडि मासु चोर्ने तपाईँहरूको छोरो बिग्रेर चोर भइसक्यो मासु चोर्यो विचार पुगाउनुहोस् तपाईँहरू भोलि पर्सि थानामा जानु नपरोस् बाबु तैँले किन यस्तो काम गरिस् भन् त मम्मी मेरो च्यात दिनुहोस् यही मुखलाई मासु खान मन लाएर मैले चोरेको बाबा हजुरले मलाई मासु खुवाउन नसके पनि मैले हजुरलाई खुवाउने प्रयास गरेको थिएँ तर म असफल भएँ बाबा सरी यार बुद्धे शङ्कर भाइ यो रक्सीको भाउ यति बढेछ नि अहिले यसको भाउ छोइ नसक्नु भएको छ हो तपाईँले ठिक कुरा गर्नुभयो नगुले भगुले दाइ हामी जस्तो यस्तो बिहानदेखि रक्सी खाने मान्छेलाई पनि सरकारले यसो सोच्नु पर्छ नि के अरे त्यो के गर्छ नि त्यो के बाटो बनाउने होइन के त्यो के दिन्छ नि त्यो के कोरोनाको खोप होइन त्यो महँगी बढेपछि दिन्छ नि के हो त्यो ए छुट भनेको हो त्यही भनेको नकुल हल्दै हजुर मेरो छोराले साह्रै मासु खाने रहर गर्यो मलाई अलिकति पैसा सापड दिन्न मैले भनेकै समय तपाईँलाई पैसा फिर्ता गरिदिन्छु कि म मान्छेलाई रक्सी खाने पैसा छैन तँलाई मासु खाने रहर रक्सी खान्छस् भने कति खान्छस् म दिन्छु पैसा ए मसँग मागेको तँ दिने भोतले म उनीहरूले म दिन्छु म 1 2 2000 को अब तपाईँ गाउँठाउँको मान्छे मिलाएर 1800 मा लैजानु ल ठिक छ 1800 मात्रै होइन त ओहो भाले त गजबको घुवाकेले रहेछस् अनि यतिको भाले पाए त मै पनि किन्थेँ नि मैले किनिसकेँ अब तैँले कहाँबाट किन्नु बेच्ने भयो भन् भने नि बुढा मेरो बा हो कि जस्ता लाग्यो के को हो कि नि तेरे त बा हो नि आयो पो त यस्तो विषम परिस्थितिमा पनि भाले आयो ल बुढी पानी त ल पानी त मासु खाने भयो यसले मूर्ति तैँले मासु खाने पानी पनि उम्ल्यो अब मासु खानु पाउने भएपछि आमा छोरा नै खुसी होइन त यसरी नलजाऊ न अहिले एउटा बच्चालाई त मासु भात पुर्याउने यस्तो गाह्रो भइरहेछ तिमी यसरी लजाइरह्यो भनेदेखि भोलि दुईवटा बच्चालाई कसरी पुर्याउनु नहुने कुरा नगर है जे पाइते बोल्छ ल अब कुखुरा त काट्नु पऱ्यो नि त होइन कहाँ छ कुखुरी ए यहाँ पऱ्यो छ भाले अब सिक्नु होइन भाले खोइ त ए बुढी बुढी लौ न भाले नै हराएछ भने भाले हराएछ कसले चोर्यो कसले लगेछ त तिमी यता खोज्दै जाऊ त ल म यता खोज्नु जान्छु ल
नि के हो तिम्रो अनुहार नपरे कुखुरा हरायो क्या हो? हो नि दाजु, आज बिहान बुढोले एउटा कुखुरा ल्याएर छोपेर राखेको थियो। अब मान्छेले लग्यो कि स्यालले लग्यो। रातो रातो छ कुखुरा चाहिँ। कतै यसो देख्नुभयो भने खबर गर्नुहोस् है दाजु। ए ल ल ल म भन्छु ल। रातो भाले चट्ट फ्राई गरेर खाने मौका भने यही हो। त्यो मैनाले त रातो भाले भन्दै थिए होइन, यही अनुहार नपरेल चाहिँ चोर्या हो क्या हो यो? मजाले खाने हो तपाईँ पकाइजा त। यो भाले कहाँबाट ल्याइछु? बोल, यो अनुहार नपरे बोल भने बोल भने आफ्नै गल्ती भएपछि कहाँबाट बोल्छ त यो? ए मैना हजुर तिम्रो भाले चोर भेट्यो, आऊ छिटो आऊ भने। ए हो र दाजु, ल म आएँ। बहिनी तिम्रो भाले चोर भेट्यो नि, यही अन्त तिम्रो भाले ल हेर त यहाँ। ला बैगुरे दाइ, यो भाले त हाम्रो होइन नि। छोडिदिनु बिचरा। यो अनुहार नपरे अघि नै मैले होइन हुनु पर्दैन? ल भन्नुहोस् त मैले के चोरे अरे भन्नुहोस् त। किन बोल्दैन? बोल्नु न बोल्नु। अब थाहा भयो होला नि मान्छेलाई घाँटी निचरेपछि बोल्न कति गाह्रो हुन्छ भनेर। घाँटी अर्काको आयो अनुहार नपरे हो त। मेरै भालेको भुत्ला पो छ त गाँठे। अघि भालेले त भन्दै थियो पक्कै यसैको काम हो। भाले चोर त्यहाँ बक। मेरो भाले चोरेर खाने त? कसलाई भाले चोर भनेको तैँले? तँ मागे अरू को छ त? ए मलाई भाले चोर भन्ने? कहिले चोरी मैले तेरो भाले? तँ जस्तो गरिब हो र दिनको दिन मासु खाने मान्छे हो म। हो यसरी चोरेर खाएपछि त दिनको दिन होइन छाकै पछि खाए पनि पुगिहाल्छ नि। बाटोमा पैसा भेट्दा पनि थुकेर मात्र टिप्ने मान्छे हो म। यस्तो इमान्दार मान्छेलाई चोर भन्ने त? तँ आज सिद्धिस्, तँलाई त म बेहोरे हातै हातै हानिस् र मात्र बचिस्। लात्तीले हानेर मैले जाने थिएँ। लात्तीले हानेर मात्र बचिस्, ढुङ्गाले हानेर मैले जाने थिएँ तँलाई। के हो खुया तैँले हो? यो अनुहार नपरेहरू होइन तिमीहरू किन झगडा गरे? हेर्नु न बैगुण्डै, यो जन्टरेले मेरो भाले चोरेर खाएछ भने हो। अब यसको अनुहार हेर्दै चोर जस्तो छ, यसरी चोरे खाएको हुनु त पक्कै पनि। ल अनुहार हेर्दा त तँ पनि बाख्रा चोर जस्तो छ नि। अनुहार हेरेर चोर हो कि होइन थाहा हुन्छ? जो चोर उसको ठुलो स्वर। ए हुरुर, यो अनुहार नपरेलाई नि समाज भेला गर्न क्षतिपूर्ति तिर्नुपर्छ प्लिज। भन्छ बैगुण्डै, मेरो छोराको आँसुले सराप छ यसलाई। जब गरिबको एउटा भाले पनि तैँले टेकिसकेन छैन। जाने गरेर जाऊ, नबिराउनु नडराउनु। मुखेन मुख। यो गुन्द्रुकको जात चाहिँ दिदी पेटभित्र भन्दा दाँतभित्र धेरै जाने। अब गुन्द्रुक खाएर त दाँत कोटाउनु भएको होला नि। कहाँ गुन्द्रुक खाएर दाँत कोट्याउने बुहारी? धोकरीले कहाँबाट यत्रो तिमी भन्दा नि मोटो भाले लिएर आएर चाहिँ त्यही काटेर खाएको। हाम्रोमा भाले हराउनु अनि यहाँ मासु खानु केही न केही चाहिँ पक्कै छ है। अनि दिदी कान्ठाडे दाइ त देख्दिन नि, कता जानुभयो? अघिसम्म त यतैतिरै थियो, कता गयो कुनि त। मलाई देखेर चाहिँ लुके जस्तो छ। अनि दिदी भाले चाहिँ कस्तो रङको थियो नि? भाले त रातो रङको थियो नि बुहारी। ए आफ्नै भाइ बुहारीको भाले चोरेर खान तपाईँहरूलाई लाज लाग्दैन? होइन के भन्छ यो बुहारी? कहिले खायो तिमीहरूको भाले चोरेर हामीले? आजै त खायो त, अब भोलि खानालाई आज दाँत कोटाएर त बस्दैन होला। जे पाइ त्यही नबोला नि, फेरि मुख सुख च्यातेर भरष्ट पारिदिउँला नि। कागजको हो र मेरो मुख? त्यति सजिलै च्यात्दिनलाई? आजसम्म कति मुरी चामल खायो होला, कति धार्नी मासु खायो होला, कति गाग्री पानी खायो होला। तिमीले च्यात्दा यसै च्यात्तिन्छ? लु च्यातेर देखाउ त कसरी च्यात्दो रहेछौ। तेरो मुखमा आज भरष्ट लु च्यातेर देखाउ पहिला। लु च्यातेर देखाउ। लु न म पनि हेर्छु। दिदीसँग मुख मुख लान त लाज लाग्दैन? यहाँ कुखुरा चोरेर खानेलाई त लाज लाग्छ न, मलाई के को लाज? जे पाइ त्यही नबोल। तँ जस्तो अलग छिनीलाई त म त अहिले भर्खर भरष्ट पारिदिन्छ। के सिराको
तेरो स्वामीलाई एउटा संस्कार भन्ने छैन? चुला रे आफ्नो भाले चाहिँ उहाँ जन्तरा लगेर भूतलाई सुलप्पै पारेर नाङ्गै पारेर खाइसकेछ। यहाँ दिदीसँग झगडा गरेर पछाडि हिँड जाऊ। मामा कोते कोते फुम गराम नै बुढा त्यो चक्रीले बोकेको भाले त हाम्रो जस्तो छ नि। हाम्रो जस्तो छ होइन, हाम्रै हो त्यो भाले। ल हिँड तेरी गाउँ। जब छामे खुसी बुरुमा तिल ताजी आमा नलकरन ओइ ओइ के गरेको के गर्न खोजेको तैँले? अहिले एकछिनमा थाहा हुन्छ। घरि अन्धाधुन्दा हान्या छ, घरि थाममा ल्याएर बान्या छ। हुँदा हुँदा अहिले त खुकुरी नै उद्याउन थालेछ। अनि तैँले गर्न खोजेको चाहिँ के हो? अहिले एकछिनमा थाहा हुन्छ। ए हुरु रे, तैँले यो अनुहारमा चक्रीलाई बाँधेर चाहिँ के गर्न लाग्यो? अहिले एकछिनमा थाहा हुन्छ। ए हुरु रे, तैँले के गर्ला? अहिले एकछिनमा थाहा हुन्छ। ए नकुल बकुले, किन के भयो? त्यहाँ हुरुरीले चक्रीलाई थाममा मात्रै यसो यसो गरिरहेछ। के मोबाइल मार्नलाई छ? होइन, त्यो यसो यसो गर्छ नि, त्यो अगाडि यसो आँगनमा बसेर यसो यसो गरिरहेछ के? के सारङ्गी रेटरलाई छ? होइन के, त्यो ढुङ्गा अगाडि बसेर हतियार लिएर यसो यसो गर्छ नि, त्यही गरिरहेछ क्या त्यसले। के खुकुरी उदाइरहेछ? हो खुकुरी उदाइरहेछ, चक्रीलाई बाँधेछ, खुकुरी उदाइरहेछ, मार्न लागेछ त्यसले। ओहो, त्यसमा जाउँ 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 जाउँ। खबरदार, मान्छे तलमाथि होला त्यहाँ। ए भाइ, तैँले जे भने नि एकछिनपछि थाहा हुन्छ, एकछिनपछि थाहा हुन्छ भन्छ। अनि तैँले गर्न खोजे के हो? मैले ऋण काटेर 10 गाउँ घुमेर ल्याएको भाले यसले चोर्ने? म यसलाई कहाँ त्यतिकै छोड्छु र म? यसले गर्दाखेरि म गाउँलेहरूसँग नराम्रो भएँ। यसलाई म छोड्छु? जाबो एउटा भालेको लागि त मान्छे काट्न खोज्ने? कसले भने? मैले मान्छे काट्न लाग्यो भने कसले भन्यो? त्यसो भए यो चक्रीलाई बाँधेर खुकुरी चाहिँ किन उदेको त? हुरुर, यो खुकुरी त मैले भाले काट्नु उद्याएको हो नि त। भाले काटेर भालेको मासु खाएर बलियो भएर यसलाई लाक्का लाक हान्ने हो नि त। अब यतिकै हान्यो भनेदेखि म भन्दा यो बलले देखिन्छ। के हो के हो नि? रङ्ना हुँदै नबुझी अर्कालाई बाँधेर राखेको छ। यो भाले मैले छोडेकै होइन, यो भाले त। ओ चक्रे भाइ, म तिमीलाई एकदम सस्तोमा दिन्छु। अनुहार नपरे भाले चाहिएकै हो त? होइन, पोथीको बोयफ्रेन्ड चाहिएको, अघिदेखि भाले चाहियो त भनिरहेको छु त। ल भाले आइहाल्यो नि। यही हो भाले? यही हो, ल हेर। ल कति हो त दाम? अब अरूलाई भए 2200 पर्थ्यो, अब तिमीलाई यसो मुखेर 1500 देऊ ल। पुरै यही हो। ल यो त भागे त, तँलाई छोड। मलाई हालिहाल्नुहोस्। हामीलाई पनि पस्क नि त। ए पक पक, मासुमा चाहिँ कसैले हात नहाले? मेरो बुढाले किनेर ल्याएको भालेको मासुमा किन हात नहाल्ने? मेरो भाले चोरेर ल्याएर मासु खाइन् तिमीहरू? खास कुरा के हो? ल ठिक छ, 1800 मात्रै होइन त? के भनेको? हाती दिँदाखेरि 1800 भने होइन त? अब मैले चाहिँ 1 महिनाको लागि उधार लान आँटेको, ब्याज पनि कति हुँदो रहेछ भनेर अहिले ठ्याक्कै क्यालकुलेसन गरेँ कि। कति हुँदो रहेछ? हेर त गाँठी, 36% ब्याज राखेर जोड्दा पनि 1800 को 1854 मात्रै हुँदो रहेछ। ल हेर त बिजोक, अझै थपौँ पो लाग्यो गाँठी मलाई। बिचारा कुखुरा पालक, हेर्दै नाबालक। ल मैले 2100 नै दिएँ। मैले चाहिँ दाना पानी चाहिँ नगद तिरेर ल्याएर खुवाउनु पर्ने, अनि तिमीलाई चाहिँ उधार दिनुपर्ने। 2100 तिकै 5000 दिनु जाऊ।
होइन यो भाइले ऋण काटेर ल्याएको भनेको होइन? ऋण माग्नु त गएको हो नि, तर 1 2 के गर्ने, तँलाई दिन हुन्थ्यो तर तैँले फर्काउन सक्दिनस्, त्यसैले मैले दिइनँ। एक सुको कसैले पत्याएन त म के गरौँ त नि? चोरेर पो ल्याएको थिइस्? तिमीहरू कति फ्ल्यासब्याक भयो? यो मासु चाहिँ नसोइ केटा, छोड दुखा। तपाईँले पनि मेरैबाट समात्नु भयो होइन बा? बेटा, तिनीहरूलाई पैसाको लोभ देखाएर काम गर्न चाहिँ पठाइयो, कतै फस्ने त फसेनन् नि। खै के थाहा, आइपुग्नु त पर्ने हो। कतै हामी पनि फस्ने त होइनौँ नि। ए बिस्तारै बोल्नु, वरिपरि मान्छे देख्नुहोस्। चिन्ता नगर, हामी फस्दैनौँ। मैले दिनुपर्ने जति धम्की दिइसकेछु। तिनीहरूले काम त गर्छन् नि। तिनीहरूले पैसाको लागि जे पनि गर्छन्। हो रमेश, हो को मरे नाम लिने? तेरो बाउले त मलाई छाउ भन्छ, थप्ने भए रक्सी थप, नथप्ने भए गफ गरेर बस्नु पाइँदैन। को गफ गरेर बस्छ? को गफ गरेर बस्छ? हामी बसेर गफ गरिरहेको छौँ। मेरैमा खाएर मेरैमा मुत्ने जाँठा। नरिसाउनु न साउजी, अब रिस भन्ने कुरो टाउकोमा राख्ने होइन क्या, बरु गिलासमा रक्सी राख्नु। साउले न्यु खोज्यो के हो यार? साउले न्यु खोजोस् या नखोजोस् भालै फरर, तर पुलिसले चाहिँ न्यु खोज्नु भएन। पुलिसले न्यु खोज्यो भने चाहिँ इज्जतै झाम हुन्छ नि त। कस्तो डर मान्छ यार? डर मान्नु परेन, दसैँ आउनु लागेको छ, दसैँ मनाउन पाइँदैन नि त फेरि। पाइन्छ के पाइन्छ, चिन्ता नगर। तनाव भयो रक्सी खाइरहेको बेलामा ताली पड्काउँछ यार। सुर्ती मार्न पनि नपाइने। मैले हिजो राति सपनामा भगवान भेटेको थिएँ, तिमी आयौ भन्नुभयो। त्यस्तो सपना देखे के हुन्छ? यति राम्रो बच्चा कसले छोडेछ? बच्चा कसले छोडेछ? सत्य कुरा सुन्न सक्छौ? सत्य कुरा सुन्न सक्छौ? म यसको आमा हो।
मलाई एकचोटि आमा भन न। भन्दै दिदीले पनि आमा भन्छ त। भन्दैन त एकचोटि आमा। मूर्ति मूर्ति कहाँ गयो? मूर्ति मूर्ति होइन यो बिहान मेरो कहाँ गएछ? ए त्यो जङ्गली पनि आएछ। म पनि खेल्छु नि। ओए त्यो बोलेको खेल त विचार कहिले खेल्या भयो पो त। के भन्यो नि मैले तिमीहरू भन्दा राम्रो खेल्छु। दादा ढोका पहिला ढोक गरिस् भने खेल्न दिन्छस्? दिन्छु। ठुलो मान्छे हुनु तैँले भनेको मात्रै मानेर हुन्छ, मैले भने नि मान्नु पर्यो। के मान्नु पर्यो भन्न? बजार फर्की कभर अप एन्जॉय हैन सर। त जङ्गलमा बस्नेहरूसँग मम्मीले बल नखेल्नु भन्नुभयो। त्यही त यसको र हाम्रो हैसियतै मिल्दैन रे। आज बामा भएको भए कसैले मलाई यसरी हेप्थेनन्। बाले
बल किनिदिन्थे, त्यसैमा म खेल्थेँ। आमाले तिनीहरूको बाजा बजाउनुहुन्थ्यो। कहाँ छौ आमा, कहाँ छौ बा, अब त आऊ न आमा। ओइ मूर्ति, आमा कहाँ गएको भनेर हिँड्नु पर्दैन? म यहाँ खोजेको भएँ। हेर नबोलेको किन रोको फेरि? तपाईँ त जान दिदी। ल मसँग चाहिँ किन रिसाएको त फेरि? मेरा बाबु हुने भयो दिदी, तिनीहरूले मलाई यसरी हेप्दैनन्। के भन्छ यो? के भयो फेरि? किन रोको? ए कुरा त्यस्तो पो? कहाँ छ ती फटाहरू? हिँड म गाली गर्छु। हेर त्यो पिन्चेर कसलाई बोलाएर ल्याएको छ? त्यो त रमा दिदी हो यार, अब मार्ने भयो नि। मूर्तिलाई कसले रोको? विद्या नष्ट दिदी, हामीले केही गरेको छैनौँ। नपत्याउनु दिदी यिनीहरूको कुरा। यिनीहरूसँग विद्या भए पो नष्ट हुन्छ। मलाई सबै थाहा छ, झुट नबोल। हाम्रो घरको मान्छेले बल नखेल्नु भने उसँग, त्यही उसलाई बल त खेल्न आउँदैन। मूर्ति पनि तिमीहरू जस्तै हो, किन यसरी रुवाएको बाबु? हुन्छ हामी जस्तो। हाम्रो बाबा सहरमा कमाउनु जानुहुन्छ, उसको बाबा जङ्गल डुल्नुहुन्छ। मेरो मम्मीले ल्याइदिएको बल हो, उसको मम्मीले ल्याउनु सक्छ? म लिएर आइदिन्छु, तिमीहरूको भन्दा ठुलो बल लिएर आइदिन्छु म। होइन मूर्ति, जाउँ। मूर्ति, म तिमीलाई योभन्दा ठुलो बल लिएर आइदिन्छु के? म रोएको छैन दिदी, तपाईँ रोइरहनु भएको छ। त्यही पनि तपाईँले ल्याइदिनु पर्यो। मेरो आमाले लिएर आइदिन्छन्। बाउ आमा नभएपछि तपाईँले हेर्दा आइदिन्छ। मेरो बाउ आमा खोज्न सहयोग गरिदिनु, तपाईँ मलाई यही चाहिँदैन दिदी। ओ सर नमस्कार। ए नमस्कार नमस्कार। एकरो भएर कतै जान लाग्नु भयो? भजन गाउन जान लाग्यो, ताली बजाउने भयो। तिमीहरू पनि हिँड। यी सर पनि रिसाउँछन्, झन् राम्रो मुखले भन्दा नहुने। कताबाट हेर्दा चाहिँ तेरो मुख राम्रो देखिन्छ। ए रमेश, कि त्यताबाट हेर्दा यसको मुख राम्रो देखिन्छ? कालो बिरालोले बाटो काट्नु छ, तेरो थुतुङ हेर्नु मेरो लागि उस्तै हो। गाउँको मास्टर भएर मात्र केही नगरेको, नत्र देखाउँथे। के देखाउँछस्? देखा न त। हेत्तिरी सर्वदा पनि तपाईँको यही बानीले गर्दा हो क्या रमाइले मतलबै नगरेको। को रमा फेरि? के मतलब? अब मतलब सदलब बताउन नमिल्ने सरलाई उही के लभ। वायात कुरा नगर है। कोसँग लभ? हामीलाई थाहा छ के सर, हामीलाई थाहा छ, भनिराख्नु पर्दैन। अब केटी फगाउनु तरिका त म सिकाइदिन्थेँ, तपाईँ मारुलाई जस्तै गर्नुहुन्छ। पर्दैन कसरी सिकाउनु? उसो भए रमा पनि तिम्रो भाबै हो। सुँगुरलाई स्वर्ग पठाउने ठेक्का लिएको छैन कसैले। रमेश जाउँ दाउरा लिएर। ए पक्का 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 पक्का। तिमीहरूको तरिकाले रमा मेरी हुन्थ्यो त? अब हुनसक्छ। के गर्नुपर्छ भन त? अब पहिला त मिठो बोल्नुपर्छ। केटीको कदर गरेर मुस्कान दिएर आँखामा आँखा जुदाएर बस यति गरेपछि रमा मेरी हुन्छ होइन त? अब हुनसक्छ। तिमीहरूको यो तरिका काम लाग्यो भने
तिमीहरूको लागि के गर्नुपर्छ यो डन्डेले गर्छ, डन्डेले। प्रभु मिठो बोलिदिनुहोस्, त्यति भए पुग्छ। ए हो, ठिक छ ठिक छ। ल अहिले ल म लाग्यो ल। ए डन्डमार सर, त्यो रमा एक्लै बाको घरतिर गएको छु, गइहाल्नुहोस् है। ए हो ल। ए अनि आज कताबाट सम्झ्यौ त? नमस्ते एक्ले बा। नमस्ते नमस्ते नमस्ते। बस बस। आउन मन लाग्दो रहेछ नि कहिलेकाहीँ। बस्न पो छाड्यो त, आउन चाहिँ आउँदै गर है। आइहाल्छु नि। अनि दाइहरू अझै आउनु भएको छैन? खोइ यसपालि पनि दसैँ आउन आँटिसक्यो, छोराहरू आएकै छैन। पहिला पहिला त फोन भए पनि आउँथ्यो, अहिले त त्यो पनि आउन छोड्यो। आइहाल्छु नि एक्ले बा। आखिर जाने ठाउँ कहाँ छ र? छहारी खोज्दै यही घरमा आउने त हो नि। खोइ नानी, यो रुख अब बुढो भइसक्यो, सुकिसक्यो। पातहरू पनि झर्न लाग्यो, जराहरू पनि उक्लिन आँटिसक्यो। कोही किन छहारीको आशमा आउनु? अनि नानी तिमी चाहिँ के को आशमा आयो भन त? मूर्तिको आमा बाउ कहाँ जानुभयो। न्यास्रो मानेर खाना पनि खाँदैन। छोराको हात हेरेर आमा बाउ कता छन् पत्ता लगाउन सकिन्छ कि भनेर। गोचरमा बृहस्पतिको स्थान हेरेर पितृदोष र योगको आधारमा थाहा पाउन सकिन्छ। मूर्ति हात देऊ मलाई। अनि उसको बुवा हराएको कि बितेको? पितृदोष त धेरै अगाडिको देखिन्छ। होइन हराएकै हो। उसको हात हेरेर मैना भाउजू र हुरुल्दै भेटिन्छ कि भनेर देखाउन आएको। दिदी म त्यो जात खेलाउँछु। उसको मनमा बसेको मान्छे चाहिँ यतै कतै छन्, एउटा गम्भीर सङ्कटमा छन्। तर उसको बाउ चाहिँ होइन। हस् एक्लै बा, अहिले म जान्छु है। हतार छैन भने एकछिन बसेर गएको भए हुन्थ्यो। होइन एक्लै बा, मूर्तिलाई नि भोग लाग्ने बेला भइसक्यो, खाजासाजा बनाएर दिनुपर्छ। पछि आउँछु नि है। हुन्छ हुन्छ हुन्छ। मूर्ति एक्लै बा, नमस्कार। नमस्कार नमस्कार। ए बाबु बाबु लाग्यो दौसले जुवा ल्याइदिएको छु। के गरेको मूर्ति? केही पनि होइन जाम दिदी। दिदी सरले मलाई लट्ठी बोकेर पिट्न आए जस्तो छ। मलाई त डर लाग्यो, म त भागे। मूर्ति
रमा, जब जब आकाशमा जुन देख्छु तिमीलाई नि सम्झन्छु, जब जब प्रेमिलो धुन सुन्छु तिमीलाई नि सम्झन्छु। नागरिकतामा पत्नीको नाम पछाडि खाली देख्दा तिम्रो नाम भर्न मन लाग्छ। मेरा सबै लाल पूर्जा तिम्रो नाम गर्न मन लाग्छ। रमा, तिम्रो नाम गर्न मन लाग्छ। यो तिर्खाएको काग तिमी घैटोसम्म आइपुगेको छ, माया स्वरूप पानी पिउन म तिमीलाई माया गर्छु रमा। आई लभ यु। के नचाहिँदो कुरा भएको छ? पटक पटक नाइ भन्दा पनि मलाई दिक्क नबनाउनुहोस् न। झन् राम्ररी भन्दा पनि हुँदैन है त। सर हात छोड्नु, हात छोड्नु भनेको। हात छोड्नु? ल हात छोडे, तर अब म तँलाई छोड्दिनँ। तँलाई छोड्दिनँ, तँलाई छोड्दिनँ। डन्डो सर, हो डन्डो सर, छोड्नुहोस् भने धन्यवाद सर। के गर्नुभएको? छोड्नुहोस् त्यहाँ। सरी हजुरको हजुरको मेरो अफिस कोठामा तुरुन्तै आउनुहोस् तपाईँ। आज मैले जे देखेँ यो सरासर गलत छ। धन्यवादजी, यता हेर्नुहोस् यता। तपाईँ आफै भन्नुहोस्, रेस्ट्रिकेट गरौँ कि बर्खास्त गरौँ? सर त्यो भनेको एउटै त हो नि। त्यही भन्न खोजेको, सिधा स्पष्ट। सर एकचोटिलाई माफ गरिदिनु। रमा, म तिम्रो खुट्टा ढोक्छु, सरलाई स्कुलबाट ननिकाल्नु भन न। स्कुलमा बस्नु छ भने रमासँग माफी माग्नुहोस्। तपाईँले गल्ती गर्नुभएको, तपाईँले सरी भन्नुहोस्। एकचोटिलाई माफ गरिदियो रमा, म अबदेखि कहिले यस्तो गर्दिनँ। एक हप्ताको लागि तपाईँले सिधै सस्पेन्ड गरेको छ। अब अर्को गल्ती गर्नुभयो भने सिधै बर्खास्त। छलफल गर्नु धेरै थियो, यस्तो मुना के बैठक गर्नु? जानुहोस् तपाईँहरू। मेरा बाआमा पनि उस्तै हुन्। चोरेर भए पनि मैले खुवाइहाल्थेँ नि। कहाँ गएका होला नि? अस्ति खसीको फिला चोरेकै हो। अर्कै काकाले कालिजका फार्म खोलेका थिए, चोरेर भए पनि खुवाइहाल्थेँ नि।
मैले त्यो जरामा हान्छु। लाग्यो भने मेरो बाबासँग छिटै भेट हुन्छ, लागेन भने मेरो हात भाङ्नु। लागेन त मेरो हातै बाङ्गो रहेछ। अब कसो नलाग्ला। आइया ए यो पो रहेछ। त जङ्गलीले आज म छोड्दिनँ पक्थ। कहाँ गयो? कहाँ मरेछ डाका? यसलाई भेटौँ। कम त साह्रो ढुङ्गाले हाल्नु कतै आयो। यो मूर्ति कहाँ गएको होला यस बेलासम्म? खाना खान पनि नपर्ने, जहाँ गए पनि तँलाई मात्रै मलाई। लु किन यसरी दौडेर आएको? के भयो? किन नबोले? भोक लाग्यो हो? ल हेर खाना खानु। के भएको छ तँलाई? बोल्दा पनि बोल्दैन, खाना पनि खाँदैन, के भयो भने? जा जा, तँ गएर केही पनि हुँदैन, घर फर्केर नआए पनि हुन्छ। यो त मेरो बाउको आवाज पो हो त।